हेलो गुड मर्निङ सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज चाहिँ भन्ने चाहिँ फेरि धेरै दिनको बादमा म उयो लिएर आइरहेको छु, भिडियो लिएर आइरहेको छु। आजको दिन हेर्नु चाहिँ यहाँनिर एकदम शीतल भइरहेको छ। शीतल छ नि त, पानी परिरहेछ, बिहानदेखि दामी पानी परिरहेछ हाम्रो गाउँमा। जस्तै यस्तो फगी टाइपको भइरहेछ। हाम्रो उता अलिअलि देख्नु हुँदैछ नि, ऊ चाहिँ हाम्रो गाउँ हो, गाउँ होइन घर। अन्त पिम्पल्स निस्केछ अनुहारभरि। म पनि भनौँ न, लु भन अन्त। ल हामी चाहिँ स्कुल जाँदैछ हो। अन्त कति 5 मिनटमा चाहिँ माथि कि कति मिनट 10 मिनटमा माथि रोड आइपुग्नुपर्छ, पुग्नुपर्छ हामी। 10 मिनटमा चाहिँ हामी माथि रोड पुग्नुपर्छ हो। अन्त हाम्रो सन्चै हुन्छ र म पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अन्त तपाईहरु कस्तो हुनुहुन्छ भन। तपाईहरु कस्तो हुनुहुन्छ हो? आजको दिन हेर्नुहोस् न, हाम्रो दाइमा छ, शीतल भएको छ पुरा हिउँ जस्तो भयो। राति दिन पानी परेर नि त साथीहरु, शीतल भयो मलाई। शीतल भइरहेछ। मेरो ठुलो छोरी ऊ पर पुग्यो, सानो छोरी देख्नु हुँदै होला। यो नजराहरू, यो सिमीबारीहरू हामीलाई त डेली हेरेर वाक्कै हुन्छ। तपाईहरुलाई छ यस्तै भिडियो हेर्नुको लागि मेरो च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला साथीहरु। तपाईहरुले चाहिँ शेयर गरिदिनु भयो, सब्स्क्राइब गरिदिनु भयो। तपाईहरु जस्तो माया गर्ने साथीहरु पाउँछ नि त हामीले। अहिले बारीको सब्जीहरु देखाउनु पाएको छुइनँ, नानीहरुको स्कुल कन्टिन्यू जानुपर्छ नि त भनेर भन न। भोलि चाहिँ भ्लग बनाउँदा पनि हुन्छ। जति भोलि पर्सि, भोलि शुक्रबार अनि आइतबार सोमबार त्यसलाई ती भिडियो बनाउनु हुन्छ। हाम्रो त 4 दिन छुट्टी छ नि त, 4 दिन नानीहरुको। अब फेरि अर्को सोमबार फेरि 3 दिन। भोलि गुड फ्राइडे, त्यहाँबाट पर्सि गुड फ्राइडे, त्यहाँबाट पर्सि स्याटरडे सन्डे त छुट्टी भइहाल्यो। अन्त इस्टर मन्डे 4 दिन छुट्टी नानीहरुको। सबै छुट्टी